हेलो एभ्रिवान, वेलकम बैक टू माई यूट्यूब च्यानल। आजदेखि फेरि मैले स्टील एन्ड टिम्बर सुरु गर्नेछु र हामीलाई स्टील एन्ड टिम्बर भन्ने सब्जेक्टमा जम्मा 9वटा च्याप्टर हामीलाई पढ्नुपर्छ र मैले च्याप्टर 9 नैबाट म सुरु गर्छु। जुन च्याप्टर 9 हाम्रो टिम्बर स्ट्रक्चर रहेको छ र मैले सबभन्दा पहिला भनेको 9.2 डिजाइन अफ सोलिड बिल्ट अप एन्ड स्पेस्ड कोलुम मैले सिकाउने छु। हामीलाई जम्मा टिम्बर स्ट्रक्चरमा 3वटा कोलुम र एउटा बीम हामीलाई पढ्नुपर्छ। अब सबभन्दा पहिला डिजाइन अफ हामीले सोलिड कोलुम सबभन्दा पहिला सिक्नेछौँ, त्यसपछि बक्स एन्ड बिल्डअप कोलुम र लास्टमा हामीले स्पेस्ड कोलुम गरी जम्मा 3वटा कोलुमको मैले नमेरिकल मैले गराउने छु डिजाइन। अब सुरु गरौँ। डिजाइन अफ सोलिड कोलुमबाट म सुरु गर्छु र सबभन्दा पहिला त्यही पोखरा युनिभर्सिटीको 2020 को फलमा सोधेको क्वेसन म गराउँछु। 2020 मा क्वेसन के रहेको छ भने डिजाइन अ सोलिड टिम्बर कोलुम साल टिम्बर टु क्यारी अ कम्प्रेसिभ लोड अफ 600 किलो न्यूटन, इफेक्टिभ लेन्थ अफ कोलुम इज 5 मिटर, एज्युम कोलुम इज प्लेस्ड इन इनसाइड लोकेसन। यहाँ हामीलाई सबै डाटाहरू हामीलाई गिभन छ। हामीलाई टाइप्स अफ टिम्बर पनि गिभन छ। हाम्रो साल टिम्बर छ र हामीलाई कम्प्रेसिभ लोड 600 किलो न्यूटन गिभन छ र इफेक्टिभ लेन्थ कोलुमको हामीलाई 5 मिटर गिभन छ र कोलुम हामीलाई इनसाइड लोकेसनमा राख्नुपर्छ भनेर पनि हामीलाई गिभन छ। अब सोलुसन गरौँ। सोलुसन सबभन्दा पहिला हामीलाई सोलिड साल टिम्बर कोलुम गिभन छ। सोलिड गिभन कुराहरू मैले यहाँ लेखिसके। सोलिड साल टिम्बर कोलुम हामीलाई क्वेसनमा गिभन छ। कम्प्रेसिभ लोड हामीलाई 600 किलो न्यूटन गिभन छ। यसलाई मैले न्यूटनमा लग्दा 600 × 10⁻³ न्यूटन हुन्छ। अब इफेक्टिभ लेन्थ पनि हामीलाई गिभन छ 5 मिटर। यसलाई एमएममा लग्दा 5000 mm भयो र लोकेसन हामीलाई इनसाइड लोकेसन भनेर गिभन छ। अब सबभन्दा पहिला हामीलाई आइएस कोड जुन हामीलाई कोड गिभन छ अनि स्टील एन्ड टिम्बरको लागि जुन हामीले कोड गिभन छ त्यो कोडबाट हामीलाई ई र एफसीपी को भ्यालु हामीलाई नोट गर्नुपर्ने हुन्छ। अब फ्रम टेबल 1 अफ कोड आइएस 883199 बाट हामीलाई ई र एफसीपी को भ्यालु हामीलाई नोट गर्नुपर्ने हुन्छ। अब यहाँ म देखाउँछु कसरी त्यो भ्यालु नोट गर्ने भनेर। यहाँ छ हाम्रो, यहाँदेखि हाम्रो यो सुरु हुन्छ। हाम्रो टाइप्स अफ टिम्बर भनेको हाम्रो साल टिम्बर छ। साल टिम्बरकै लागि ई र एफसीपी को भ्यालु हामीलाई लेख्नुपर्छ। अब साल टिम्बर हामीलाई अब खोज्नुपर्छ। अब यहाँ यो भयो हाम्रो थर्ड नम्बरमा, यो थर्ड नम्बर हाम्रो साल टिम्बर भयो। साल टिम्बरको लागि ई को भ्यालु हाम्रो यहाँ हेर्न सक्नुहुन्छ 126.7 × 10⁻² न्यूटन पर mm स्क्वायर छ र एफसीपी भनेको कम्प्रेसन प्यारलल टु ग्रेन हुन्छ। हाम्रो लोकेसनमा डिपेन्ड हुन्छ। यदि इनसाइड लोकेसन भएको भए 10.6, यदि आउटसाइड लोकेसन भएको भए 9.4 र वेट लोकेसन भएको भए 7.7 न्यूटन पर mm स्क्वायर। र यहाँ हाम्रो क्वेसनमा इनसाइड लोकेसन भएकोले हाम्रो हुन्छ 10.6 न्यूटन पर mm स्क्वायर। भ्यालु हाम्रो 10.6 न्यूटन पर mm स्क्वायर भयो। अब हामीलाई एप्रोक्सिमेट एरिया हामीलाई अब निकाल्नु पर्छ। जुन कोलुम छ कोलुमको क्रस सेक्सन एरिया निकाल्नु पर्छ हामीलाई। अब एप्रोक्सिमेट क्रस सेक्सन एरिया अफ कोलुम। एप्रोक्सिमेट क्रस सेक्सन एरिया अफ कोलुम हामीलाई निकाल्नु पर्यो भने हाम्रो फर्मुला हुन्छ लोड बाई एफसीपी। र जुन यो एफसीपी हामीले अहिले नोट गर्यौं त्यो एफसीपी हो र लोड हामीलाई क्वेसनमै गिभन छ कम्प्रेसिभ लोड अफ 600 किलो न्यूटन भनेर। यहाँ लोडलाई मैले न्यूटनमा मैले लगे भने 600 × 10⁻³ बाई एफसीपी भनेको 10.6 छ। यहाँबाट यहाँ पनि यहाँ लोड भनेको न्यूटनमा छ र एफसीपी हाम्रो न्यूटन पर mm स्क्वायरमा छ भने यो सोल्भ गर्दा हाम्रो
युनिट केमा आउँछ mm स्क्वायर मा आउँछ हाम्रो यो अब सोल्भ गरौँ 600 into 10 to the power 3 divided by 10.6 गर्दा हाम्रो 56603.773 mm स्क्वायर आयो। अब यो क्रस सेक्सन एरिया आयो कोलुमको। अब हामीले कोलुमलाई कि त स्क्वायर मान्न सक्छौं कि त स्क्वायर कि त रेक्ट्याङ्गल कि त अब सर्कुलर मानुस् हैन। मैले स्क्वायर मैले मान्छु। एज्युम कोलुम टु बी स्क्वायर। मैले स्क्वायर कोलुम मैले माने भने लेन्थ ब्रेथ बराबर हुन्छ। यहाँ एरिया छ भने हाम्रो साइज अफ कोलुम त हाम्रो त आउँछ नि त। त्यही भएर अब साइज अफ कोलुम इज इक्वल टु के हुन्छ हाम्रो रुट अन्डर एरिया हुन्छ। यहाँबाट रुट अन्डर यो भ्यालु राख्दिम 56603.773। यहाँ यो मेरो अहिले एन्सरमा सेभ छ। मैले के गरे रुट अन्डर एन्सर राखे। मेरो कति आयो 237.915 mm आयो। अब हामीले जहिले पनि साइज अफ कोलुम हामीले बढाएर एडप्ट गर्ने। त्यही भएर अब एडप्ट साइज अफ कोलुम। अब 237 छ भने कि त्यसलाई 250 गर्नुस्, भएन भने 300 गर्नुस् हैन। जति ठुलो गर्नुभयो त्यति मतलब सेफ आउँछ। हामीलाई अहिले इकोनोमिकल डिजाइन गर्नु पर्ने छैन। अहिले हामीलाई सेफ डिजाइन गरिदिए पुग्छ एक्जाम पोइन्ट अफ भ्यूले। त्यही भएर यसलाई मैले 300 मैले एज्युम गर्छु। हाम्रो साइज अफ कोलुम के भ्यालु अब 300 mm बाई 300 mm, किनभने मैले स्क्वायर कोलुम मैले एज्युम गरेको मैले थिएँ। अब त्यसपछि हामीले अब स्लेन्डरनेस रेसियो निकाल्नु पर्छ। स्लेन्डरनेस रेसियो लेम्डा भनेको हाम्रो इफेक्टिभ लेन्थ बाई लिस्ट ल्याटरल डाइमेन्सन हुन्छ। लिस्ट ल्याटरल डाइमेन्सन र लिस्ट ल्याटरल डाइमेन्सन अहिले हामीले त स्क्वायर कोलुम मानेका छौं। त्यही भएर दुईटै त बराबरै छ। त्यही भइहाल्यो लिस्ट ल्याटरल डाइमेन्सन। यदि सानो ठुलो छ भने सानोवाला हाम्रो जहिले पनि लिस्ट ल्याटरल डाइमेन्सन हुन्छ। अब यहाँबाट इफेक्टिभ लेन्थ हामीलाई क्वेसनमै गिभन छ 5 मिटर भनेर गिभन थियो। त्यसलाई mm मा लाग्दा 5000 mm थियो। अब यसलाई अब इफेक्टिभ लेन्थ 5000 mm भइहाल्यो बाई लिस्ट ल्याटरल डाइमेन्सन त्यही मेरो 300 मेरो भइहाल्यो। अब यहाँ अब 5000 डिभाइडेड बाई 300 मैले गरेँ भने मेरो 16.67 आयो। अब कोलुम सर्ट हो कि इन्टरमिडिएट हो कि लङ कोलुम हो त्यो भनेर हामीलाई अब छुट्याउनु पर्छ। अब त्यसकै अनुसार हाम्रो फर्मुला पनि छ। अब यहाँ अब हेर्दा हुन्छ हाम्रो यहाँ अब क्लाउज 7.6.1 मा हाम्रो सोलिड कोलुम छ नि त। सोलिड कोलुमको लागि अब यहाँ यदि हाम्रो स्लेन्डरनेस रेसियो लेम्डाको भ्यालु यहाँ S/D भनेको त्यही भ्यालु स्लेन्डरनेस रेसियो। सर्ट कोलुम हुनको लागि S/D को भ्यालु डज नट एक्सिड 11। मतलब सर्ट कोलुम हुनको लागि स्लेन्डरनेस रेसियोको भ्यालु 11 भन्दा ठुलो हुनु भएन। र इन्टरमिडिएट कोलुम हुनको लागि के हुनु पर्यो 11 र K8 को बीचमा हुनु पर्यो। र लङ कोलुमको लागि स्लेन्डरनेस रेसियोको भ्यालु ग्रेटर देन K8 हुनु पर्यो। यहाँ अब हामीले हेर्दा स्लेन्डरनेस रेसियो लेम्डाको भ्यालु हाम्रो 11 भन्दा यहाँ हाम्रो ठुलो छ। 11 भन्दा ठुलो भइहाल्यो ग्रेटर देन 11। त्यसैले के भ्याल्यु कोलुम सर्ट कोलुम भएन हाम्रो। सो नट सर्ट कोलुम। अब इन्टरमिडिएट कोलुम हुनको लागि के हुनु पर्यो 11 र K8 को बीचमा हाम्रो पर्नु पर्यो। जुन भ्यालु छ यो 16.67 त्यो भ्यालु के हुनु पर्यो 11 र K8 को बीचमा हुनु पर्यो। अब K8 को भ्यालु कति हो त्यो हामीलाई थाहा छैन। अब K8 को भ्यालु हामीले अब निकालौं। अब K8 को भ्यालु निकाल्नु पर्छ। K8 को लागि फर्मुला गिभन छ हामीलाई। यहाँ K8 को फर्मुला हामीलाई के गिभन छ कन्स्ट्यान्ट इक्वल टु 0.702
रूट अंडर ई बाई एफसीपी भनेर हामीलाई कोही यो टेबलमा हामीलाई गिभन छ। यहाँ 0.584 नभइकन के हुन्छ 0.702 त्यहाँ सच्याउनु होला। अब K8 को भ्यालु हाम्रो हुन्छ 0.702 रूट अंडर ई बाई एफसीपी हुन्छ इजिकल टू 0.702 रूट अंडर। अब ई यङ मोडुलस अफ इलास्टिसिटी ई को भ्यालु हामीले पहिले नोट गरेको थियौं 126.7 इन्टु 10 टु द पावर 2 भनेर र एफसीपी को भ्यालु 10.6 हामीले नोट गरेको हामीले थियौं। अब यो क्याल्कुलेट गरौँ 0.702 रूट अंडर ई को भ्यालु 126.7 इन्टु 10 टु द पावर 2 डिवाइडेड बाई एफसीपी को भ्यालु हाम्रो 10.6 थियो। यो गर्दा हाम्रो 24.27 आयो। अब यहाँबाट अब हामीले अब हेर्न मिल्छ नि त। अब सिलिन्डरनेस रेशियो लेम्डा को भ्यालु हाम्रो कति आएको छ 16.67 आएको छ, जुन चाहिँ हाम्रो 11 भन्दा ठुलो छ र K8 भन्दा त सानो छ नि। अब त्यही भएर मैले के लेखे लेम्डा सिलिन्डरनेस रेशियो भनेको S/D छ हाम्रो इफेक्टिभ लेन्थ बाई लिस्ट ल्याटरल डाइमेन्सन। यसको भ्यालु हाम्रो 11 भन्दा ठुलो आयो र हाम्रो K8 भन्दा सानो आयो। त्यही भएर यो कोलुम हाम्रो कुन कोलुम भयो इन्टरमिडिएट कोलुम भयो। सो द कोलुम इज इन्टरमिडिएट कोलुम। इन्टरमिडिएट कोलुम। अब यहाँ अब फेरि हामीलाई अब गिभन छ, यहाँ हेर्न सक्नुहुन्छ। अब एफसी को भ्यालु निकाल्नु पर्यो। यदि सर्ट कोलुम भयो भने एफसी इजिकल टु के हुन्छ एफसीपी हुन्छ। यदि इन्टरमिडिएट कोलुम भयो भने एफसी को भ्यालु के हुन्छ एफसीपी ब्रैकेटमा 1 माइनस 1/3 S बाई K8 इन्टु D को पावरमा 4 हुन्छ। अब त्यही भएर अब एफसी को भ्यालु पनि निकालौँ। अब इन्टरमिडिएट कोलुम भयो अब 4 इन्टरमिडिएट कोलुम। अब एफसी भनेको परमिसिबल कम्प्रेसिभ स्ट्रेस हो। परमिसिबल कम्प्रेसिभ स्ट्रेस एफसी को भ्यालु हाम्रो फर्मुला के भयो अब एफसीपी 1 माइनस 1/3 S बाई K8 इन्टु D को पावरमा 4 छ। यहाँ यही फर्मुला छ नि परमिसिबल कम्प्रेसिभ स्ट्रेस इज क्याल्कुलेटेड बाई युजिङ द फलोइङ फर्मुला भनेर गिभन छ। एफसी इजिकल टु एफसीपी 1 माइनस 1/3 S बाई K8 इन्टु D को पावरमा 4 गिभन छ। अब यहाँ अब लेखौँ एफसीपी को भ्यालु मैले नोट गरेको थिएँ पहिले टेबलबाट। टाइप्स अफ टिम्बर कुन छ त्यसको आधारमा ई र एफसीपी को भ्यालु मैले पहिले नोट गरेको थिएँ। मेरो कति आएको थियो 10.6 आएको थियो 1 माइनस 1/3। अब यहाँ S/D भनेको त मेरो सिलिन्डरनेस रेशियो हो नि। S/D सिलिन्डरनेस रेशियो दुईटैको भ्यालु एकैपल्ट मैले राखिदिएँ 16.67 बाई K8 को भ्यालु यहाँ मैले क्याल्कुलेट गरेको छु नि 24.27 को पावरमा 4। यो अब सोल्भ गरौँ। यो भ्यालु 10.6 1 माइनस 1/3 16.67 बाई 24.27 को पावरमा 4। यो सोल्भ गर्दा मेरो कति 9.81 आयो। एउटा 9.81 आयो। अब सेफ लोड हामीलाई निकाल्नु पर्यो। अब हामीलाई सेफ लोड निकाल्नु पर्यो। सेफ लोड को फर्मुला हाम्रो के हुन्छ भने एफसी इन्टु जुन यसले परमिसिबल कम्प्रेसिभ स्ट्रेस हामीले निकाल्यौँ त्यसलाई हामीलाई क्रस सेक्सन एरिया अफ कोलुमले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। क्रस सेक्सनल एरिया अफ कोलुम इजिकल टु एफसी को भ्यालु मेरो 9.81 आयो इन्टु क्रस सेक्सनल एरिया अफ कोलुम मेरो कति हुन्छ अब स्क्वायर कोलुम छ 300 इन्टु 300 किनभने साइज अफ कोलुम मेरो 300/300 आएको थियो इजिकल टु यही मैले 300 इन्टु 300 मैले मल्टिप्लाई गरिदिएँ। यो मेरो कति आयो
883223.283 न्युटनमा आयो। यसलाई अब डिभाइड बाई 1000 मैले गरिदियो भने किलो न्युटनमा आउँछ। कति आयो 883.22 किलो न्युटन आयो। मेरो सेफ लोड मेरो कति आयो अब 883 सेफ लोड इज इक्वल टु 883.22 किलो न्युटन आयो। जुन मेरो क्वेसनमा जुन गिभन थियो नि 600 किलो न्युटन त्योभन्दा ग्रेटर छ। यो ग्रेटर जहिले पनि आउनै पर्यो। जुन हामीले एफसी इन्टु क्रस सेक्सन एरियाले मल्टिप्लाई गर्छौँ त्यो हाम्रो के हुनु पर्यो भने जुन लोड हाम्रो क्वेसनमा गिभन छ त्योभन्दा हाम्रो ठुलो आउनु पर्यो। ठुलो आइहाल्यो भने अब साइजको अब एउटा अब फिगर अब बनाइदिने। साइज अफ कोलुम भन्दा हाम्रो यो सोलिड कोलुम हो नि त, अहिले सोलिड कोलुम हो र यो हाम्रो साइज अहिले स्क्वायर कोलुम मैले मानेको छु र दुईटै हाम्रो 300 mm बाई 300 mm यस्तो छ। यसलाई अब डिजाइन समरी लेखिदिने। यति गर्दा हाम्रो यो 8 मार्क हाम्रो आउँछ। यसरी नै अब गर्ने हामीले।